हेलो गाइज नमस्ते स्वागत छ मेरो युट्युब च्यानल आरआर ब्लगमा। सधैँ जे आज पनि म एउटा नयाँ भिडियो ल्याएको आछु। आशा गर्दछु तपाईहरू सबैजना आफ्नो घरमा सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु, ठीक छु। तपाईहरूको माया र ममताले आशा गर्दछु मेरो भिडियोलाई अन्तिमसम्म हेर्दिनुहुन्छ भनेर। आज हामी नदीको छेउछेउमा घुम्न जाँदैछु। बाबुलाई लगेर हावा पनि चिसो चिसो लागिरहेछ। नदीमा सबैजना नुहाउँदै हुनुहुन्छ, हामी चाहिँ माथि भिडियो बनाउँदैछु। आज चाहिँ बिदाको दिन विशेष हुनाले नदी पुरै भरिएको थियो अनि हामीहरू पनि नदीमा रमाउँदै हिँड्दै थियौँ। अनि म चाहिँ टिकटक बनाउँछु भन्दै हुनुहुन्थ्यो बुढो। म चाहिँ नदीमा कति धेरै मान्छे छन् हेर्नुहोस् न भन्दै थिएँ। र त्यसै गरेर हामीले नदी झुलुङ्गे पुलबाट हिँडिरहेको थियौँ। त्यसै गरेर अब झुलुङ्गे पुलको पानी पार गऱ्यौँ। झुलुङ्गे पुल पार गरिसकेपछि हामीले चाहिँ एउटा भिरको बाटो हिँड्यौँ। मलाई चाहिँ यस्तो डर लागिरहेको थियो भिरमा, किनकि त्यहाँबाट खसेपछि सिधै तल नदीमा जान्थे। त्यसैले हामी चाहिँ हिँड्दै थियौँ है। एकदम बाटो टाढा थियो, हिँडिरहेको छु। बुढोले चाहिँ बाबुलाई बोकिरहनु भएको छ, म चाहिँ भिडियो बनाउँदै डराउँदै हिँडिरहेको थिएँ। हामीहरू हिँड्दैछौँ। तल नदीमा गोरु बस्तु चराइरहेको थिएँ, ती पनि हेर्दैछु। उता पारिपट्टि चाहिँ सबैजना नुहाउँदै लुगा धुँदै हुनुहुन्छ। हामी चाहिँ बाटो चाहिँ एकदम साँघुरो थियो अनि हामी चाहिँ एकदम केयर गरेर हिँडिरहेको छु। यदि तपाईहरूले पनि यस्तै बाटो छ भने एकदम केयर गरेर हिँड्नु होला भन्ने अनुरोध गर्दछु। हाम्रो बाबु चाहिँ यस्तो छ कि हिँड्नै नमान्ने। अब चाहिँ यस्तो अप्ठ्यारो बाटो आउँछ है टाइममा। ओ माइ गड, ढुङ्गा छ। त्यहाँबाट चिप्लेपछि सिधै हामी नदीमा छिर्थ्यौँ। त्यही पनि हामीले एकदम केयर गरेर हिँड्यौँ। बिच बाटोसँग पुग्यौँ। अब चाहिँ म चाहिँ भिडियो बनाउँदैछु। मैले चाहिँ एकचोटि पनि बाबुलाई समाएन, बिचरा मेरो बुढो कति सहयोग गर्दै हुनुहुन्छ। अब चाहिँ आज चाहिँ बुढालाई पुरानो आफ्नो गाउँको याद आयो रे। यो थकाइले भन्ने हो, यसको चाहिँ टुसा खान्छु भनेर यसलाई यसरी काट्दै हुनुहुन्छ। यसमा काँडा हुन्छ है। बाबु पनि हेर्दै हुनुहुन्छ, म पनि हेर्दैछु कसरी खानुहुन्छ बुढा भनेर। मैले चाहिँ कहिले पनि खाएको छैन है। यो चाहिँ एउटा औषधि रहेछ, घामको औषधि। अनि बुढोलाई चाहिँ पुरानो मेला पाखामा गोरु बाख्रा चराएको याद आयो अरे, गाउँमा हुँदाखेरिको। अब 10-12 वर्ष अगाडिको याद आयो अरे। छोरोले पनि खाँदै हुनुहुन्छ, बाबाले खाएको चिज म पनि खान्छु भनेर। अनि मैले चाहिँ खाइनँ, मलाई चाहिँ ठिक लागेन। अनि बुढोले फेरि अर्को पनि खाने निर्णय गर्नुभयो। बुढो चाहिँ खाँदै हुनुहुन्छ है, काट्दै हुनुहुन्छ। ओ आमामा काँडो बिज्यो छोरालाई पनि। ल अब छोरा पनि बाबा नजिकै जान्छु अरे। मैले चाहिँ यस्तो डराएको है बाबु तल नदीमा जान्छ भनेर। त्यसबाट हामी हिँड्यौँ। अब म चाहिँ भिडियो बनाउँदैछु। अझ फेरि त्यस्तै बाटो छ, यति लामो बाटो। हामी चाहिँ किन आयौँ भयो कि आधा बाटोमा न यता जाने जस्तो न उता जाने जस्तो भयो कि हामीले जाने भन्ने ठाउँमा चाहिँ पुगिरहेको थिएनौँ कि हामीहरू। र हिँड्दै थियौँ। अनि फेरि बुढोले चाहिँ बाबुलाई बोक्दै हिँड्दै हुनुहुन्छ, म चाहिँ पछि। र त्यसपछि बुढो चाहिँ थाकिनु भयो। अब चाहिँ मैले बाबुलाई एकछिन बोक्छु भनेर मैले बोकिरहेको थिएँ। बाबु चाहिँ मेरो पिठ्युमा लाग्नु भएको थियो है। अनि बाबु मसँग कुरा गर्दै हुनुहुन्छ, म चाहिँ बाबुलाई बोक्दैछु। अब फेरि एउटा यस्तो भिड आयो, म चाहिँ त्यसमा हिँड्न सक्ने होइन, बुढो हजुरले लग्नु भने। फेरि बुढोले चाहिँ बाबुलाई बोक्नु भयो। अब अनि हिँड्दै थियौँ। म चाहिँ थाकिसकेँ। अब बुढोले चाहिँ बाबुलाई बोक्नु भयो। एकदम भिरालो थियो, हेर्नुहोस् है आफै। अब कस्तो भिरालो छ, फेरि त्यसमा पुरै स्याउला छ। त्यो स्याउलाबाट चिप्लेपछि भनेर चाहिँ मैले बुढोलाई, छोरोले पनि मेरो विश्वासै नमान्नु भएको के। म चाहिँ बाबासँग जान्छु भन्नुभयो र बाबासँग जानुभयो। अनि हामी चाहिँ हिँड्दै थियौँ। आँपको बोटहरू यति धेरै छ यो ठाउँमा, जताततै आफै आँप छ। अब चाहिँ हामीले फाइनली नदी पार गरेर जाने डिसिजन गऱ्यौँ। हामीले चाहिँ माथि झुलुङ्गे पुलमा जान्छु भनेको थियौँ, त्यहाँ चाहिँ हामीले हिँड्न सकेनौँ। अनि चाहिँ बुढोले चाहिँ बाबुलाई बोकेर नदी पार गर्नुभयो। नदी चाहिँ थोरै थियो है। ल बाबु चाहिँ बाई बाई मम्मा भन्दै हुनुहुन्छ। म चाहिँ वारी नै छु। फाइनली बुढो पारी पुग्नुभयो। अनि म पनि अब नदी तर्ने निर्णय गरेँ। अब म पनि नदी तर्दैछु। म चाहिँ धेरै वर्षपछि आज नदीमा
गएको है 5-6 वर्ष भइसक्यो हामी चाहिँ नदीमा नगएको बिहे भएदेखि चाहिँ म नदीमा गएको थिएनौँ हामीहरु चाहिँ अब नदीमा जानु पर्ने आवश्यकै थिएन र हाम्रो नजिक पनि थिएन र मैले त पार गरे हातमा बुढाको जुत्ता छोराको लुगा अनि मोबाइल सँगै थियो डर मलाई चाहिँ सबैभन्दा डर चाहिँ मोबाइल खस्छ कि भन्ने थियो मेरो चाहिँ मोबाइल चाहिँ प्राण हो सबैको आजभोलिको मोबाइल चाहिँ ज्यान भन्दा प्यारो छ है साथीहरु फाइनली गाइज मैले पनि नदी पार गरे अनि हामी बुढाबुढीले चाहिँ एउटा राम्रो टिकटक बनायौं मेरो डायलग हेर्नुस् न ओ माय गॉड सुनिरा छैन मैले किनकि म्युट गरेछु मेरो बुढाको एक्सन हेर्नुस् न एक्टिङ ओ माय गॉड मेरो बुढा चाहिँ खतरा एक्टिङ गर्नुहुन्छ के फेरि अर्को चाहिँ बुढाको दमदार एक्टिङ आयो मेरो बुढा चाहिँ मस्किरहनु भएको छ है ओ माय गॉड र फाइनली गाइज अब हामी चाहिँ घर फिर्ता भयौं हामीले फोटो खिच्यौं टिकटक बनायौं अनि सानो रमाइलो गर्यौं अब चाहिँ हामी घर फिर्ता हुँदैछु अनि म चाहिँ अब घर लाग्न लाग्यो अनि घर जान चाहिँ फेरि हावा लागिरहेको थियो अनि चाहिँ बाटो पनि फेरि अनि हामी चाहिँ कुलाको बाटो हिँडेको है नहर त्यो नहरलाई चाहिँ प्लास्टर गरेको थिएन माटो थियो अलि ठुलो थियो तै पनि अलि अप्ठ्यारो नै थियो र फाइनली गाइज हामी घर पुग्यौं घर पुगेर चाहिँ मलाई गर्मीमा हिँडेर बुढोलाई चाहिँ के खाम भएको थियो र पानीपुरी खायौं पानीपुरी पनि यस्तो मिठो भएको थियो ओ माय गॉड आजको पानीपुरी चाहिँ लास्टै मिठो भएको थियो साथीहरु यतिकैमै चाहिँ म मेरो भिडियो एन्ड गर्दैछु आजको दिन चाहिँ हाम्रो एकदमै राम्रो र रमाइलो भयो र तपाईहरुको पनि कस्तो भयो कमेन्टमा भन्नु होला र धन्यवाद तपाईहरुले मेरो भिडियोलाई अन्तिमसम्म हेर्दिनु भयो र लास्टमा सब्स्क्राइब गर्दिनु होला लाइक कमेन्ट शेयर गर्दिनु होला धन्यवाद लभ यु गाइज